आज सगरमाथा सफल आरोहण गरेर फर्किनु भएको छ। मुगुमा जन्मिनु भएका पूर्व सशस्त्र पूर्व धावक र समाजसेवी, तपाईँलाई कस्तो कठिन भयो? आफ्नो ठाउँको आज नाम राख्नु भएको छ, तपाईँलाई के लाग्छ? त्यसमा कतिको उत्साह हुनुहुन्छ, कतिको दुःख भयो? यस्तो छ, यो हिस्ट्रीहरू राख्नुको लागि दुःख कष्ट हुन्छ। मैले चाहिँ राराको ताल हाम्रो विश्वको सुन्दर छ, कर्णालीको पानी हाम्रो संसारमा हामीले बेचेर हाम्रो मुगालीहरूलाई हामीले चाहिँ पाल्न सकिन्छ भन्ने एउटा उद्देश्यले रारा र कर्णालीको पानी लिएर जाँदाखेरि कष्ट दुःख भन्ने कुराहरू त्यहाँ एक एक पाइलामा जिन्दगी मान्छेको जान्छ। प्रत्येक दिन सगरमाथामा अहिले मान्छे मरिरहेको छ, प्रत्येक दिन मान्छेको आहुति दिदी भइरहेको छ। त्यही भएर मुगु रारा तालको पानी र कर्णालीको पानी लिएर म गएँ। म दिस इज रारा एन्ड कर्णाली यहाँ छ। त्यो मलाई कुनै दुःख कष्ट केही पनि भएन। मुगुका जनताले तपाईँलाई यस्तो प्रोत्साहन दिए, तपाईँ उहाँहरूलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद दाजुभाइ दिदीबहिनीहरू। भोलि आउने जेनेरेसनले मुगु जिल्लामा यस्तो अहिले भइरहेको कठिनाइ नभोगोस्। नयाँ नयाँ चाहिँ भाइ बहिनीहरूले आफ्नो चाहिँ डिसिसन लिन सकुन्। हामी मुगालीले सगरमाथा चढ्न सक्छौँ, देश चलाउन सक्छौँ, प्रदेश चलाउन सक्छौँ, सबै काम गर्न सक्छौँ। त्यही भएर सबैलाई मेरो राम्रो सुझाव छ। मेरो आत्मदेखि सम्मान छ मुगाली जनतालाई। थ्याङ्क यू, धन्यवाद। ओके।